नोज के हो रे नोज नोज सिकाइदेऊ त अनि आइस 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 हो चिक्स 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 लिप्स लिप्स के हो टिथ टिथ सिकाइदेऊ त टिथ चिक्स भनेपछि चाहिँ गाला भन्छ गाइस देख्नु गाला अनि इयर 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 लिन्छ देख्नुभयो गाइस सब भन्छ मेरो छोरीले चाहिँ टिथ टिथ सिकाइदेऊ त टिथ क्यामेरा आउँदैछ ओ माई गॉड सबै थाहा पर्छ नि अब माया देऊ मम्मीलाई यता र आई लभ यू भन अरे अब हाई गाइज भनिदेऊ सो गाइज बाई भनिदेऊ अब हाई गाइज वेलकम ब्याक माई न्यू भिडियो आई होप सबैजना सन्चै हुनुहुन्छ सो म पनि सन्चै छु आज चाहिँ मैले धेरै दिनपछि चाहिँ भ्लग भिडियो बनाउँदैछु सो हेरौँ आज दिनभरि के हुन्छ म चाहिँ अहिले रेडी हुँदैछु आज मेरो समूह छ सो त्यहाँ जानका लागि सो देख्न सक्नुहुन्छ ड्रेस लगाएर मेरो छोरी सुत्या छ कति बेला उठ्ने हो अनि त्यसपछि अब चाहिँ म चाहिँ रेडी हुन्छु जानका लागि मोइस्चराइजर युज गर्छु गाइज गाइज हल्का गोरी मान्ने नि म यहाँ कति वाइट छ यहाँ ब्राउन छ आई एम रेडी कस्तो मान्ने छु गाइज म चाहिँ कमेन्ट गरिदिनु होला हजुर मेरो बच्चा पनि उठिसक्यो अब चाहिँ छोरीलाई रेडी गर्नु पर्यो अनि चाहिँ जाने हो सो गाइज सब म सिद्धिसक्यो सो म सिद्धेर पनि म घर आइसकेँ छोरो चाहिँ गएको छ फुपू घर सो म चाहिँ जान्छु आफ्नो फुपू घर चाहिँ फुपू पनि दिदी पनि आउनु भएको थियो नि त समूहमा सो त्यही भएर उहाँ चाहिँ भिडियो बनाउनु दिँदैन थियो गाइज समूहमा देखाउनु दिँदैन त्यही भएर म बनाएन जाँदाखेरि पनि सुत्दै खोइसकेको थिएँ म भिडियो बनाउँदै सो त्यसरी छिटो गएँ अनि अब चाहिँ म छोरीलाई लिनु जान्छु गाइज दिदी घर आइसकेँ के गर्नु लाग्छ है हेरौँ यहाँ ओहो के गर्नु लाग्छ दिदीले यहाँ कपडा धुन लाग्नु के गर्नु लाग्छौ यहाँ बसिन फुपूले के दिनुभयो त्यो बिकुट दिनुभयो त्यो जति बिकुट खान आयो त्यो फुपू घर कति खायो ए कहाँ राखिदिनु भएको छ ए यहाँ राखिदिनु भएको रहेछ गाइस सो यहाँ सिकाउँछ यहाँ राखिदिनु भएको छ भनेर यस्तो थाहा छ यो नक्कलीलाई देख्नुभयो खाना अब त यहाँ फुपू घर आउँछ बिकुट खाना अब त यति छ यो तर गइहाल्छु घरमा कि त चामल धोएन सुगाउनु पर्ला कि त जानु पर्ला हामी चाहिँ जान्छौँ नि घर जान लाग्छु अब बिकुट खाने अब के गर्ने हो र यहाँ बसेर सो गाइज म रेडी भइसकेँ बजार जानका लागि सो हामी जाँदैछौँ कि आई गरे मेरो छोरीले चाहिँ गाइज नजिक बजार हुनुको फाइदा चाहिँ यही छ हिँड्दै पनि जान सकिन्छ सो म जाँदैछु अहिले चाहिँ भेटिनु बाटामा हाई एक्जाम कस्तो भयो राम्रो आज एउटा एक्जाम हो र हाई 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 सँगै आएको साथी साथी ल ल हामी बजार जान लाग्छौँ ओके बाई बाबुलाई लिएर आएन म हामी बजार जान लाग्छौँ बजार जाने काम छ कि नै पूजा सामान ल्याउनु छ त्यही भएर जान लाग्छ पूजा त्यो के चैत दसैँमा क्या आइपुगिसक्यो पूजा पसल हुन लिएर आइसकेपछि बाटामा आउँदाखेरि चाहिँ मेरो जेठानी दिदीहरू भेट हुनुभयो अनि हामी चाहिँ सँगै आयौँ हिँड्दै हिँड्दै आएको हामी चाहिँ घर आइपुगिसक्यौँ घर आइपुगिसकेर चाहिँ यहाँ हेर्नुहोस् के ल्याएको छ मम्मीले भनेर कोट्याइरहेको छ छोरी चाहिँ छानो के खाने हौ त्यो खान्न त्यो छेल पापा मालुमला हामीले चाहिँ आज खाना बनाउन लागिसक्यो अब चाहिँ म चाहिँ हामीले चाहिँ आज बनाउँदैछौँ खानामा चाहिँ अन्डा करी अनि चावल बनाउँछौँ सो देख्न सक्नुहुन्छ आलु मैले बोइल गरिसकेको छु त्यसपछि मैले राखेको छु अन्डा बोइल हुनको लागि यहाँ मेरो बेबी छन् हाई बेबी हाई बेबी हाई भन न छिटो हाई भन छिटो ताती छ गरे
आलु खाने अगाडि म चाहिँ गाइस प्याज लिन आएको छु। प्याज अलिकति लसुन हरियो बाक्ला छ नि त्यही भएन। फ्राई गरिसकेँ। अब चाहिँ मैले बनाउँदैछु मसाला। मैले प्याज लसुन राम्रोसँग पकाउँदैछु। अहिले चाहिँ मैले अनि हाल्छु अब नुन। सो गाइस मसाला रेडी भइसक्यो। अब चाहिँ मैले आलु हालिसकेँ। नातिनीको झगडा परिरहेको छ। नातिनीले चल्ला धपाइरहन्छ त्यही भएर गाली खाइरहेको छ। गाह्रो भइसक्यो यहाँ बोइ नातिनी मिलेर पनि। चल्ली भन त छोरो फेरि। आइस 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 सिक्स सिक्स चिक्स चिक्स लिप्स लिप्स के हो टिट टिट सिकाइदियो त टिट। सिक्स भनेपछि चाहिँ गाला भन्छ गाइस देख्नु। अनि इयर 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 देख्नु गाइस सब भन्छ मेरो छोरीले चाहिँ टिट टिट सिकाइदियो त टिट। क्यामेरा आउँदैछ। ओ माई गॉड सबै थाहा छ नि। अब माया देऊ मम्मीलाई। यता र आई लभ यू भन। अरे अब हाई गाइस भनिदेऊ। सो गाइस बाई भनिदेऊ अब। सो गाइस हामी चाहिँ खानासाना खाएर पनि अब आइसकेका छौँ। अब निनी गर्ने बेला पनि भइसक्यो। तर छोरी चाहिँ त्यो एकछिन खेल्छिन् होला अनि त्यसपछि निनी गर्छिन्। निनी भन्न लागि बुझ्छौ तिमी। सो गाइस आजको भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। बेल आइकन दबाइदिनु होला। सब्स्क्राइब गरेर च्यानललाई। सो आजको भिडियो यहीँ एन्ड गर्छु। ओके बाइ बाइ।